आलुको चाना मासुको पिस आलुको चाना मासुको पिस तिमीले पनि माया गर्ने गर मैले मात्रै त इस उछिन्टी जस्तो छ यार केटा हो मैले सोचेको थिएँ यति होला भनेर होइन अनि म सुतेर यसरी पेङ्गुइन हुन्छु भनेर सोचेको थिएँ त्यसका बाजी यता इलिकिति उता इलिकिति रहेछ होइन आछि मान्छेले के सोच्दै होला मलाई होइन यस्तो सेक्सी बडी देखाएर कहाँ हिँडेको भनेर फोटो खिच्न आएको हो झ्याम्पुतलीको चटक मनी केटा हो के हो यार यस्तो कङ्ग्रेचुलेसन आइसमा त्यो अन्डा भात खाएछस् स्कुल जाने बेलामा यो दाल पनि लगाएर खाएकोमा तँलाई धेरै धेरै धन्यवाद राम्रो स्कुल पढ्नु आन्टीको करा आउँछ यार ल नातिनी ल लु छोड छोड राख्छु म राम्रो गरी खाएछस् अलि चपाएर खा ए सही हो आन्टीले पनि लास्टै हँसाउनु हुन्छ यार के लिएर आएको र नानी पुत्ती पुत्ती के लिएर आएको रे के पुत्ती देखा त खोइ त्यो देखा न माथि के अरे यो पुत्ती फुत्ती लास्ट कमेडी गर्छ रे केटाहरू सुन्नु न गीत काण्ड के वर्ष भइसक्यो अहिलेसम्म तपाईले मलाई एउटा गिफ्ट दिनुभएको ए गिफ्ट चाहियो कति 5,000 दिउँ 5,000 10,000 दिउँ ल 20,000 को हुन्छ ल 20,000 50,000 को दिउँ ल 1 लाख को गिफ्ट दिउँ 1 लाख को 1 लाख अँ के दिनुहुन्छ यी ले गिफ्ट एक्सप्रेसन चेन्ज गर्छस् हैन मलाई चाहियो 50,000 को गिफ्ट 1 लाख को गिफ्ट ले गिफ्ट पाए बुढाले अति हँस अति यार तेरी पात खस्यो टुनीको झल्को लाउँछ पक्लकै हुनीको कस्तो कुराहरू चाहिँ भने याद आउँछ के रे मना त छौ के रे तिमीसँग बिताएका पल कहाँ भुल्न सक्छु त्यत्तिकै ओहो ताउरा अघि र पछि कस्ता थिए तिमी पल्ल पारेर बिहा गरेको के रे तिमीले पो अर्को नयाँ घरबार जोड्यौ बिर्स्यौ भुल्यौ सबै सकियो मय लाउने हिजो क्या बेला बेला एक्टिङ पनि तेरो खतरा दिए तिमीलाई दसैँ के हो जस्तो लाग्छ दसैँ तिमीलाई चाडपर्व खानेकुरा खाने रमाइलो गर्ने टिका सिका लाउने हो जस्तो लाग्छ होइन दाजुभाइ झगडा गर्ने अंशको न्युमा झगडा गर्ने चाडपर्वलाई दसैँ भनिन्छ के अरे अरू बेला त अब सबैको आफ्नो काम हुन्छ फुर्सद हुँदैन कसैलाई पनि घर आउने अनि दसैँको बेलामा बाबाआमाको हातबाट टिको लगाइदिनु पर्ने अरे भनेर आउँछन् होइन अनि आएपछि अनि यता जेठानी ठुस्छ उता देउरानी ठुस्छ अनि दाजुभाइलाई कता के गर हुन्छ होइन अनि त्यही न्यु पाएर जान्न तपाईँ गएर भन्नु न कुरा गर्नु निकाल्नु जग्गाको कुरा निकाल्नु भन्छ एउटा कुरा निकाल्नु भन्छ अनि त दुईजना त्यहाँ भएपछि अनि बाबुआमा बसेर गफ गरेको बेला गएर अनि छाड मत छाड मलाई त्यो यताको जग्गा चाहियो त्यो यताको जग्गा चाहियो कुरा चाहिँ सही है हुनेवाला केही छैन हामी नमरिकन दिँदैनौँ भन्छन् फेरि कुनै बाबुआमा चाहिँ ल लिएर जाऊ भन्छन् तर रमाइलो हुन्छ हेर्न दियोस् लास्टै कमेडी काठमाडौँमा त हेर्न केटीहरूले यत्रो लुगा लाउँछ यसको चुप्पा पनि देख्छ होला कति छोटो लुगा लाएर बसेको लास लाग्दैन नानी गयौँ हामी त भाग्यौँ फेरि संगतले बिग्रिन्छ जुनगिरी देऊ ल जुनगिरी स्टाइल देऊ न लास्ट हँसाउँछ नि यार लास्ट घर कहाँ हो इङ्ग्लिस नै म जान्दिनँ इङ्ग्लिस I don't speak Nepali. नेपाली आउनु न No. नो मेरो नाम फलिन. साथी बन्ने है यस्तो साथी आउन हाम्रो नेपालमा पनि अमेरिकाबाट होइन र घुम्न मलाई पनि लिएर जानु न उतै म पनि जान्छु म उतै जान्छु अमेरिका जान्छु No America, Germany.
जर्मनी मलाई जर्मन लानु न म घुम्नु मन छ को You come to Germany. To Dam. my home. Yeah. ल कडा छ कडा है एकदम सही छ ल कमेडी त अनेक अन्त हो साथीहरू होइन रुममा धेरै साथीहरू भएपछि अलि मिठो पकाएर खान पनि नपाउने के लुकेर खान लाग्छु बुङ्गुरको मासुसँग है बुङ्गुरको मासु र साग हजुर ए म यहाँ फिल्म हेर्न लाग्यो क्या ए तपाईँले हेर्ने खालको फिल्म होइन हो दिदी हेत तेरिका तपाईँ सोझो मान्छेले हेर्ने फिल्म होइन के होइन हौ त्यस्तो होइन के हो लुकी लुकी पुरा फेला पर्यो हामी पनि खाऊँ न त हो के रहेछ हौ आमा यस्तो फेला पर ए भाडै त नलिएर जानु न हौ होइन हामी पनि अलिकति चाखौँ न हो के गर्नु साथीहरू कस्तो मिठो मिठो मेरो बहिनीले किन चिरागभित्र लुकेर खाँदैन यस्तो मिठो मिठो खाँदो रहेछ र लुकेर खाँदो रहेछ साथीहरू हेर्नु है मिठो खाने वातावरणै छैन अब के गर्नु गाह्रो छ हौ मलाई गाह्रो छ भाडै उचाले लिएर गयो हेर्नु त लास्टै कमेडी यार मान्छे चाहिँ कडा होला कसरी मरेको यार म त रातभरि सोच्दा सोच्दै चिन्ताले मरेको अनि त चाहिँ कसरी मरेछ म त चिसो जाडोले कठाङ्ग्रेर मरेको म त जाडो चिसो कठाङ्ग्रेर मरे त चाहिँ कसरी मरेछ सोच्दा सोच्दा एक दिन म अफिसबाट घर गइरहेको थिएँ अनि घरको ढोकानिर पुगेपछि ढोका ढकढकाउनु खोज्दाखेरि भित्रबाट केटाको आवाज आयो अनि त्यसपछि मैले ढोका ढकढकाएपछि बुढीले ढोका खोल्यो अनि त्यसपछि मैले बुढीलाई सोधेँ त्यो केटा को हो अहिले भर्खर निकाल भन्यो अनि बुढीले भने केटा कोही पनि छैन यहाँ म एक्लै छु सायद तपाईँ भ्रममा परेको होला भन्यो अनि त्यसपछि मलाई विश्वास नलागेर मैले खाटमुनि हेरेँ दराजभित्र हेरेँ किचनमा खोजेँ टोयलेटमा खोजेँ कहीँ पनि भेटाएन मैले अनि त्यसपछि मलाई साह्रै चिन्ता भयो राति सुतिरहेको थियो चिन्तामा म त मरेछ यार त्यही फ्रिजको ढोका खोलेको भए न त मर्ने न म मर्ने यार त्यो किन कसरी त्यही फ्रिजभित्र त म लुकेको थिएँ यार कठाङ्ग्रेर मरेको ओके साथीहरू कस्तो लाग्यो त तपाईँलाई कमेडी कलेक्सन पक्कै पनि भिडियो हेरेर रमाइलो भयो होला भन्ने आशा छ साथीहरू भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् सल्लाह सुझाव केही छन् भने कमेन्टमा लेख्नुहोस् अनि आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् उनीहरूलाई पनि देखाउनुहोस् हँसाउनुहोस् भन्दै यो भिडियोबाट म बिदा लिन्छु हस्त नमस्ते गुड बाई